न्यू ब्लगमा स्वागत छ। आज चाहिँ म तपाईँले हिजो बुमकोडको रेडी मात्रै देखाएँ। सो आज चाहिँ बुमकोडै हुनु गइरहेछ अनि म पनि रेडी भएर चाहिँ अब जानु आँटेछु अनि समय पनि भइसक्यो। सो तपाईँहरूलाई देखाउने छु, हेर्दै गर्नुहोस् ल है त। बुमकोड जानुभन्दा अगाडि चाहिँ अब यहाँ यसरी खाना खाएर जानु पऱ्यो। बुमकोड रेडी भइसक्यो साथीहरू। सो म चाहिँ यस्तोमा पऱ्यो साथीहरू, कुट्नुपर्ने। सो बिजी हुने भयो म चाहिँ एकदम। रेडी भइसक्यो बुमकोडको लागि। सो साथीहरू हामी चाहिँ फाइनली आजकोमा पुगिसक्यो। आज आजकोमा पनि राख्नु भयो। अब यहाँ पूजा सामजीसरी खाजा दिनुहुन्छ, खाजा खानुपर्छ। एन्ड देन हेर्नुहोस् होला सबै खाजा खानुहुन्छ। अन्युहरू चाहिँ यस्तो हुनुहुन्छ, गुम्पामा पूजा भयो भने चाहिँ आइहाल्नुहुन्छ। अन्त यहाँ छ अनि यहाँ चाहिँ मेरो साथी दार्जिलिङ हाम्रो अन्यु कन्टेन्ट क्रिएटर। हेलो हुनुहुन्छ भाइ, उहाँ अनमको छोरा। अब साथीहरू लेक पुगिसक्यो अनि अब यहाँदेखि चाहिँ लिएर जानुहुन्छ। ल सबैजना यता हेरिदिउँ त एकखेप। यसै पनि निकल गयो साथीहरू, अब रेडी निस्किनुको लागि। हामी चाहिँ फाइनली जानु आँटेछ हाम्रो यहाँ कोपालदेन जान्छु लास्ट हामी। अब ग्राउन्डमा पुगिसक्यो साथीहरू। त अझै निकै अकालो भएर चाहिँ साह्रो पऱ्यो, बुम बोक्ने पनि आउँदैछ भर्खर। सो फाइनली गएपछि गुम्पा आइपुगिसक्यो। सबैको एउटा जग्गामा पुगेर भर्खर हामी आइपुग्यौँ। अब हामी चाहिँ सबैजना फर्किनु हुँदैछ साथीहरू। फर्किनु भयो त हामी फर्किन आँटेछौँ।